share to the community कि चार्टर एकाउन्टेन्टलाई फलानु ठाउँमा जानुपर्छ या फलानु काम गर्नुपर्छ या मैले अघि नै भने अमेरिका जाने एक्सपर्ट उहाँ हो भने उहाँले आफ्नो स्किल चाहिँ कम्युनिटीमा सेयर गर्न चाहनु हुने खालको मनसाय भएका मान्छे यो संस्थामा आएको हुन्छ। पैसा लिन्छु यो युथ चाहिँ जानु खोजेर चाहिँ यसबाट पैसा लिन्छु भन्ने मनसाय होइन कि मैले जानेको स्किल सेयर गर्छु फरक छ। वी आर डिफ्रेन्ट ग्रुप अफ द पिपल, त्यो अलिकति डिफ्रेन्ट छ उहाँ। So if you are not of that idea or त्यो मनसाय भएको होइन भने maybe you are not the potential member to become the member of the IISc. ठिक छ? So हामी चाहिँ आफूसँग भएको स्किल, I am an expert in photography, I am a trainer for photography, I want to train every club free of cost without slide. म त्यस्तो मनसाय भएको मान्छे म पैसा लिएर सिकाउँदिनँ बरु फ्रीमा सिकाउँछु भन्ने खालको मेरो मनसाय छ भने then I become the member of the Lions Club in 2000. So व्यापारको स्रोत राख्नै भएन, आम्दानीको स्रोत राख्नु भएन। व्यापारको स्रोत राख्न पाइन्छ किनभने यु क्यान एडभर्टाइज योर बिजनेस। म फोटोग्राफर हो, म इभेन्ट अर्गनाइज गर्छु, द्याट्स माई अपर्च्युनिटी टु एडभर्टाइज विथ यु, बट आई क्यानोट टेक मनी आउट अफ माई ट्रेडिङ। ठिक छ? डाइरेक्ट मैले जे गरिदिएको हो कम्युनिटीमा, आई जस्ट वान्टेड टु सेयर द्याट आई नो फोटोग्राफी, बेबी सी डोन्ट नो फोटोग्राफी, आई वान्ट टु मेक अ गुड फोटोग्राफी। मेरो मनसाय त्यो छ। सो म त्यही मनसायले लिएर आएर आज आम सर्भाइभिङ फर 16 years एज अ मेम्बर अफ द लायन्स। फाइन, दे वान्ट काइन्ड अफ सेक्युरिटी द्याट कम्स फ्रम द वान्स लाइफ पर्पज। तपाईँ अमेरिका कसरी जानुभयो होला भन्ने किसिमको तपाईँको लाइफको एक्सपिरियन्सबाट म बेनिफिट लिन अर्को मनसाय छ मलाई। सो यो क्लबमा सदस्य भएर तपाईँ पनि सदस्य हुनुभएको छ, कसरी जानुभएको छ एउटा कथा थाहा पाउनु पाएदेखि हुन्थ्यो। या उहाँले स्कुल खोल्नु भएको छ किर्तिपुरमा, मलाई पनि स्कुल कलेज खोल्नु मन छ, कसरी खोल्नु होला उहाँले पक्कै सिकाउनुहुन्छ किनभने त्यही मनसाय भएको मान्छे हो। अब म चाहिँ अर्को नयाँ भाइ चाहिँ त्यसरी त्यो स्रोतले पनि आउन सक्नुहुन्छ। अर्को आइडिया छ त्यो कुरामा चाहिँ अलिकति कन्जुस छौँ हामी नेपाली फ्र्याङ्क थियो हैन, धेरै तर धेरै जसो डेभलप गर्नु पर्यो हामीले। त्यसै भएर हामीले यो क्याम्पेन गरेको। यो स्लाइड किन देखाएको भन्दा तपाईँलाई मेम्बर त फारम भर्न चाहे त्यो अमेरिका जाओस् युरोप त जहाँसुकै जाओस् पानी लिएरै गएको हुन्छ कि प्रायः जान्छ। तपाईँलाई 15,000 20,000 को पैसा दिनमा कसैलाई समस्या छैन, एप्लिकेसन भर्न सबैलाई आउँछ। मेम्बर अहिले यो स्लाइड नदेखाए पनि गर्न सकिन्छ। तर हामीले किन भनेको भन्दाखेरि मनसायको मान्छेको कुन होराइजनमा छ त्यो पनि हामीले तपाईँहरू सेल्फ, मैले भन्दिनँ तपाईँ ठिक ठिक भनेर तपाईँ आफै जज गर्नुहुन्छ। त्यस कारणले मैले यो चाहिँ स्लाइडहरूलाई देखाएको। दे निड टु बी पार्ट अफ एक्टिभिटिज द्याट दे आर इम्पोर्टेन्ट टु द डेभलप। तपाईँलाई थाहा छ, तपाईँको कम्युनिटीलाई तपाईँको खाँचो छ भन्ने थाहा छ भन्ने मान्छेलाई मलाई के भन्दा त्यतातिर भैँसीको फोहोर सोहोर खालिरहेको छ त हामीलाई किन टाउको दुखाउने भन्ने खालको मान्छेलाई भएन। उसले भैँसी काटेर राखेको फोहोर फ्याँक्न उसलाई ज्ञान भएन होला, उसको गल्ती मात्रै नभएर उसलाई अज्ञानताको पनि आवश्यक। तर तपाईँ चाहिँ त्यसको जिम्मेवार सोसाइटीको मेम्बर हो भने तपाईँले त्यसलाई व्यवस्थापन गर्नलाई हेल्प गर्नु पऱ्यो। सके व्यवस्थापन गर्नु पऱ्यो, नभए एउटा झुन्ड खडा गरेर त्यसलाई व्यवस्थापन गर्नु पऱ्यो। द्याट इज योर रेस्पोन्सिबिलिटी अल्सो। दो यु डोन्ट युज दि राङ्गोको मासु नखानु होला, तर त्यसको फोहोरको व्यवस्थापन गर्ने दायित्व एज अ मेम्बर अफ द कम्युनिटी इट इज योर हेड टु। त्यस कारणले तपाईँलाई चाहिँ त्यो नेबरहुड डिजायर स्ट्याटस रिकग्निसन हेर्नु सबै मान्छेहरूमा मलाई त खासै केही त पर्दैन हुन्छ, तर सबै मान्छे म पास्ट डिस्ट्रिक्ट गभर्नर हाम्रो लायन्स शम्भु घिमिरेज्यूलाई उठ्दिनु हुन अनुरोध गर्छु। हाम्रो लायन्स क्लबको लिडर हो डिस्ट्रिक्ट गभर्नर भनेको चाहिँ हाम्रो टोटल गभर्नर हो। मैले यो किन यहाँलाई देखाएको भन्दा यति गर्दाखेरि उहाँको मन अलिक सकिन्छ, जिस्काएको यो मैले स्याम्पल गरेको हो। यो चाहिँ हामी यही चाहनाले आएका यही डिजायर भएका मान्छेहरू वी बिकम द मेम्बर अफ द लायन्स क्लब। सर थ्याङ्क यू। मैले परिचय पनि गराएको र मौकाको फाइदा पनि उठाइदिएर हेर्नुहोस् न, एकजना मान्छेलाई त्यति त्यो सर्टिफिकेट कति नै पर्दैन, 50 रुपियाँमा त कलर सर्टिफिकेट छाप्छ, सही त कुनै ठुलो कुरो त भएन। तर दे फिल प्राउड विथ द रिकग्निसन कि यत्रो जमातमा उहाँलाई रिकग्नाइज गरेको भनेर। यहाँ अझ अर्को हामीले चिनेको मान्छे पनि हुनुहुन्छ, बाहिर देखिनु भएको छ, अचुतजी चाहिँ उहाँ लम्किएर बस्नु भएको छ। त्यो अचुत बुढागाई चाहिँ उहाँ हुनुहुन्छ। अहिले मलाई पनि यहाँसम्म ल्याउने कोअर्डिनेटर चाहिँ उहाँ हुनुहुन्छ, एउटा व्यापारी हो, उहाँ क्लबहरू हुनुहुन्छ। यो चाहिँ के भने मैले रिकग्निसनको एउटा यहाँलाई स्याम्पलिङ गरेको मान्छु सर्टकटमा। दे फिल युजफुल एन्ड निडेड, दे आर इन्ट्रेस्टेड इन लर्निङ न्यू स्किल। जस्तो चाहिँ यहाँ कुनै अडिटर हुनुहुन्छ, म कुनै अडिटिङकोमा पढिरहेको छु,